त्यो बाङमा हालेर तपाईँले चाहिँ कलशमा सेवानु भनेको नमस्कार गर्नु 5 मिनट गर्नु। आफ्नो पितृ सम्झेर आफ्नो पितृ बाङले आफ्ना घर परिवार रक्षाको लागि अब यो चाहिँ हामीले नेपाली यो अब हामीले चाहिँ हाम्रो विधिबाट भोजिल भाषाबाट भनिरहेको थिएँ। अब तपाईँलाई यो सबैले हामीले बुझेका छैनौँ रहेको त त्यस कारणले नेपालीमा छ। हे भूमि हे धरती माता सृष्टिकर्ता मेरा हाम्रा पितृ वर्ष दिनको दिनमा गरिरहने श्राद्ध आजको दिन गर्न गइरहेका छौँ। हामी विद्युतलाई सम्झिराखेका छौँ। हामीले कहिल्यै बिर्सेका छैनौँ। यो जमिनमा जन्माएर हुर्काएर बढाएर केही गर्न सक्ने व्यक्ति तपाईँहरूले कृपाले भएका छौँ। त्यसै कारण यो फुल अक्षता चढाएर सेवानु भन्दछौँ। हामीले जन्मदेखि जे गऱ्यौँ यही माटोबाट उब्जेको खाने नै गरेको गुण हामी आज सम्झिरहेका छौँ। गुणगान गाइरहेका छौँ। यो हामीले तयारी गरेका छौँ। सबैको तयारी गरेका छौँ। यसलाई स्वीकार र आशीर्वाद देऊ। हाम्रो परिवार सुखी हुन स्वास्थ्य रहन यही कामना गर्दै फुल अक्षता चन्दन धुप र पानी चढाएर सेवानु नेपालीमा अब